हेलो गाइज, वेलकम टु माई ब्लग। हजुरलाई धेरै समयपछि फेरि पनि स्वागत छ हाम्रो ब्लगमा। हामी बीच बाटोमा, बीच भन्दा नि अगाडि आएर ब्लग गर्छ। हामी कहाँ जाँदैछौँ सानो? हामी आज तनहुँ जाँदैछौँ। अनि तनहुँ गएर सायद आज त्यहाँ बस्छौँ। अनि हामी यता धेरै दिनको लागि चाहिँ हामीले स्ट्रिट फुडहरू अनि फ्रुट्सहरू पनि खाइसक्यौँ। खाएर हामी यहाँ जाम रहेछ, जाममा लगभग आधी घन्टा बसिसक्यौँ। यहाँ खुलिरहेको छैन, अब चाहिँ खुल्छ कि भन्ने भइरहेछ। हेरौँ अगाडि पनि हामी किनेर रोक्नु भएको हो। ट्राफिक जोड्यो, बाटो अप्ठ्यारो रहेछ। अनि के छ हजुरलाई हामी कहाँ पुग्छौँ के भन्छौँ हेर्दै जानु होला। जाम यति 1 घन्टापछि बल्ल बल्ल खुल्यो। 1 घन्टै भयो अरे? भयो नि। तलसम्म जान्छ, तलसम्म भएन लाइन गाडीको गाडी लाइन। मम्मी हामी तल जाने हो कि सिधै उता जाने हो? खोइ सानो कताबाट जाने हो? बाबाले लक्ष्मी कताबाट हुन्छ। ए बाबाको काम हो कि नजिक जाम भने टाढा है। हेलो गाइस, ल हामी चाहिँ बन्दीपुर आइसक्यौँ। हिजो नै आइसकेको थियौँ, तर हामीले राति भइसकेको भएर हामीले कन्टिन्यू भिडियो बनाउन चाहिँ सकेनौँ। हामी चाहिँ आएर होटलमा बसेर अहिले हामी बन्दीपुरको माथि हाइटमा घुम्न जाँदैछौँ। त्यहाँको लागि फेरि हामीले कन्टिन्यू दिनेछौँ। ल हामी को आएको अरे सानो भन्दिछौ त? नभन्ने? सानो मान्छे रिसायो है, रिसायो निर्स्यो। हाम्रो सानो मान्छे रिसाइस्यो। हामी माथि जाँदैछौँ। यहाँ चाहिँ कस्तो राम्रो है, रङ लाका रुममा नै। हामी अब जान्छौँ माथि, त्यहाँबाट देखाउँछौँ। खास हिजो हामी माथि नै आएर बस्नुपर्ने छ। माथि त्यो बिहान सनसेटहरू सनराइजहरू हेर्नु पाइन्छ। यस्तो मौसम छ, मौसम यति काठमाडौँबाट अलि रिफ्रेस होम भनेर त्यहाँको धुलो धुवाबाट छल्नलाई यहाँ पनि त्यस्तै रहेछ। त्यहाँबाट केही नदेख्ने रहेछ, यहाँको त्यहाँ देख्दैन। त्यस्तै नै भइरहेको छ। अब हाम्रो छोरीको गीत स्टार्ट हुन गइरहेको छ। ल गीत गाइदिन्छु त। यो पोखरा हो, यो पोखरा हो, हाम्रो गीत हो। बन्दीपुर आएर पोखरा नभन। बन्दीपुर हो सानो, पोखरा हो त्यो त। बन्दीपुरैमा माया भेटियो, बन्दीपुरैमा। फेरि रिस उठिसक्यो। यो डाउनलोड गर्दै यो फाल्दै के भन्ने? हामी कहाँ आयौँ रे? बन्दीपुरैमा माया भेटियो, बन्दीपुरैमा। कृष्ण गोविन्द हरे मुरारी हे नारायण वासुदेव, हे कृष्ण गोविन्द हरे मुरारी हे नारायण वासुदेव, नाथ नारायण वासुदेव। कृष्ण मामु बाबा लड्ला है सानो।
लडलाई भनेको लडिसक्यो ल बाबाको हातसम्म नजाने ए चिप्लिँदो रहेछ यहाँ त त्यो बेबी एकछिन यता आइसक्यो अब यो लाएर रेडी हुन्छ नि अब रेडी भएपछि मात्रै हामी लौ न लौ कुन कलर लाउने त भन्नु त छ भाइ त बाहिर नि छ हेरेर कलरहरू पनि हो कलर नि छ म यही नै लाउँछु कलर चाहिँ कस्तो go. गाइस अब हामी कस्तो लागिरहेको छ हामी चाहिँ ड्रेस लगाएर मक्क गरेर बन्दीपुरमा हामीले फोटो भिडियोहरू पनि बनाइसक्यौँ टिकटक पनि एक दुईवटा चाहिँ खिच्यौँ होइन हामी सानी यस्तो लाइसी राजकुमारी यता हेर्दैछु त मम्मी वाउ खै खै सानो ए हेर्दैछु त ल जाऊ मम्मी त वहाँ पर पुगिसक्नु भयो अब हामी खाना खानु जान्छौँ भोक लागिसक्यो अब थकाली चाहिँ के थकालियो भन्नेमा चाहिँ अब हामी खाना खान्छौँ भोक लागिसक्यो हामी खाँदा रेडी भएर बस्नु भएको छ मान्छेलाई यहाँ भोक लाएर वेट खाना वेट गर्न लाग्छ हजुर खोलिदिने हस् 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 होइन मम्मीले चाहिँ चिया खाँदै हुनुहुन्छ हामी चाहिँ यसरी खाना एकछिन वेट गरेर ल पैसा कुचुक भएछ सबै खिची होइन यो खाएर अलिकति पेट पूजा गर्ने अनि त्यसमा नखाने पेटको पूजा छोरालाई हात धेरै भोक लाग्यो बिहानै खाने मान्छे
है साथीहरू हामी आइसक्यौँ यहाँ खानासाना खाएर अब हामी उठिसक्यौँ बन्दीपुर बजार हो। अब बजारबाट हामी चाहिँ घुम्दै हिँडिरहेछौँ अब कता हुन्छ। फुलहरू एकदमै सरसफा एकदमै सफा छ बजार। हजुर आइसो ल्याएको हस् हस् खै दिइस नि त मलाई मम्मीलाई। हजुर यहाँ पनि खाने नि ओके सिकाउँदै आमालाई चुइगम खान सिकाउँदैछ। बन्नेकुरको गेट छ कहाँ जाने गेट हो खड्को माइरे हजुर एउटा समाउनु हो त्यो अन्ना खाने हो त त्यो चाहिँ मिठो हुन्छ त्यो चाहिँ इम्लीको हात थाप्नु हजुर एप्पल कहाँ खाएर पुगिसके जस्तो उकालो हेर्न आफूलाई थगाइ ल्याएर ल हामी चाहिँ माथि मन्दिर जाने भनेर आएको। यो चाहिँ हेर्नु बन्दीपुर बजार अघिको मेरो यहाँबाट माथिबाट चाहिँ यस्तो भ्यू देखिँदो रहेछ। यहाँ माथि उकालो अब त उकालो हिँड्न नि गाह्रो। अलिकति उकालो हिँड्न नि गाह्रो हुँदो रहेछ। सँग मन्दिर चक्कर लगाएर आऊ जाऊ घुमेर आऊ हो। हामी चाहिँ बन्दीपुर मन्दिरमा आइसक्यौँ माथि हेर्नुहोस् हेर्नु सक्नुहुन्छ पछाडि मन्दिर त्यस्तो रगतको ताली सानो मन्दिर रहेछ। यहाँ चाहिँ यस्तो आनन्दको बर पिपलको रुख चाहिँ रहेछ ठुलो एकदमै हाम्रो हाइट रहेछ यहाँबाट हाइटमा। हजुरआमा नातिनी त्यहाँ सानो हजुर गइसक्नु त ऊ भित्र दर्शन गर्न चौर पानी धेरै चिसो धेरै नखाऊ न भयो कति खाएको
मेरो छोरीले दिएको फुल यो बन्दीपुरको टुडी खेल यत्रो बेर भइसक्यो हिँड्न लाग्यो टुडी खेल्ने आउँदैन कहाँ छ घोडा खै ए ऊ रहेछ गाडीको उता छेउमा बसेको खै टुडी खेल टुडी खेल छिर्ने बाटो त्यत्रो बेर घाममा हिँड्दा हिँड्दा टुडी खेल हेरौँ यत्रो बेरसम्म हिँडेर टुडी खेल हेर्न आएको यही रहेछ अरू केही रहेन छ मान्छे खच्चड खच्चड आमा र छोरी चाहिँ यो घोडा चढ्ने रे पानी पानी खाँदैछ घोडाले पानी खाएपछि चढ्ने अब यहाँ हजुरआमा नातिनीको यहाँ चढ्ने तयारी भइसक्यो मम्मी आफ्नो जानु पर्छ यहाँ र टुडी खेल बन्दीपुरको टुडी खेल घोडा हेर्नुहोस् है बन्दीपुरबाटको तलको भ्यू केही देख्दैन यस्तो मौसम छ यस्तो केबुल कार त्यहाँ रहेछ केबुल कार यहाँ केही नदेख्ने रहेछ यहाँबाट त केबुल कार यहाँ केबुल कार हुँदो रहेछ तलबाट आउनलाई हेर्नुहोस् यहाँबाट आउँछ यहाँको भ्यू आफूले चाहिँ गर्मी भइसक्यो पछाडि भ्यू त यस्तो राम्रो मौसम भइदिएको भए त धेरै राम्रो हुन्थ्यो गाइज तर मौसम धुम्म भएको भएर तलको भ्यूहरू केही देख्दिनँ नत्र यहाँबाट मौसम क्लियर भइदिएको भए त एकदमै राम्रो देख्ने यहाँबाट त वाउ नै हुन्थ्यो हल्का देखिन्छ